नमस्कार। स्वागत छ सम्पूर्ण साथीहरूलाई हाम्रो यस च्यानलमा। आज हामी कुराकानी गर्नेछौँ काठमाडौँमा जारी काबा वुमेन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल भारत विरुद्ध खेल्दैछ। आज नेपालले भारत विरुद्ध कस्तो प्रदर्शन गर्ला, यो खेलको प्रत्यक्ष प्रसारण तपाईँले कसरी हेर्ने, कहाँबाट हेर्ने, त्यो खेलको सम्पूर्ण अपडेट हामी तपाईँहरूलाई दिँदैछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुका साथै भिडियो मनपर्छ भने एक लाइक र सब्सक्राइब गर्न भने नबिर्सिनुहोला। काबा वुमेन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु दर्शकको माझ भारतको सामना गर्दैछ। आजको खेल नेपाली समयअनुसार बेलुका 3:30 काठमाडौँको त्रिपुरेस्थित कबड हलमा हुनेछ। विगतमा भारतले निकै नै राम्रो प्रदर्शन गरिरहँदा नेपालले पनि पछिल्लो समय केही राम्रो सुधारहरू गरेको छ र नेपालले अवश्य पनि यसभन्दा अघिल्लोको कुरा गर्ने नै 2024को काबा वुमेन्स नेसनल टिममा भारत विरुद्ध जित निकाल्दै एउटा इतिहास रचेको थियो। त्यसकारणले आजको खेलमा पनि नेपाली टिम आफ्नो घरेलु मैदानमा घरेलु समर्थक माझ आफ्नो उत्कृष्ट प्रदर्शन दबदबा कायम राख्नेछ भन्ने विश्वास हामीले लिएका छौँ। र यस खेलको प्रत्यक्ष प्रसारण भने तपाईँले हिमालयन स्पोर्ट्स काबा युट्युब च्यानल लगायत एप्लिकेसनबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ। त्यसका लागि डिजिगोओ भन्ने एउटा एप्लिकेसन छ, तपाईँले मोबाइलबाट सजिलैसँग हेर्न सक्नुहुनेछ। यस्तै अन्य स्पोर्ट्स सम्बन्धीको अपडेट चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सिनुहोला। हस् त आजलाई भने यति नै, अर्को भिडियोमा फेरि भेट हुने नै छ। तबसम्मका लागि बिदा दिनुहोस्। जय नेपाल।